हेलो साथीहरू, आज हामी क्यानाडाबाट आइपुग्यौँ अनि यो चाहिँ हाम्रो सरजीको आइफोन 16 प्रो म्याक्स। यो दिन जाँदैछु हेर उनले एक्सेप्ट गर्छु आई होप उनले एक्सेप्ट गरून् होइन अनि यसको बारेमा अब अनबक्सिङ मेरो प्रियले गर्छु तिमीलाई मेरो तर्फबाट बर्थडे गिफ्ट लिऊ के हो अनबक्सिङ गर एकदम फकाइ फुलाइ गरेपछि बल्ल उनले अनबक्सिङ गर्न मानेका छन् यस्तरी खोल्नु पर्दो रहेछ अर्को तिमीले खोल आलो आयो फेस आइडीको बेला हाम्रो चाहिँ एकैछिन होइन एकैछिन रमाइलो नै भयो नै मैले चलाउनु भन्छ फेरि पनि कस्तो लाग्यो तिमीलाई यो क्यामेरा कस्तो आउँछ पहिले क्यामेरामा जाने हो टिकटक पनि खोल्ने कि पहिले एप्पल आइडी चाहिन्छ, एप्स डाउनलोड गर्नु। तिमीलाई मेरो लागि आउला भन्ने सोच्थ्यो तपाईँलाई मेरो इच्छाको बारे थाहै छैन त्यसै मलाई खुसी लाग्यो कि नै खुसी त लाग्यो मैले बनाउँदाखेरि। के भन्न चाहन्छ आफ्नो श्रीमानलाई धेरै धेरै धन्यवाद। हेलो भ्युअर्स वेलकम टु माई युट्युब च्यानल विथ न्यू डे न्यू ब्लग्स आई होप सबैजना सन्चै मान्छे होला यदि कोही अस्वस्थ हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभ कामना सहित आजको भिडियो सुरु गरौँ आज के भिडियो भन्न गइरहेको छ भने हजुरलाई थाहा भइसक्यो होला सायद अस्ति मैले एउटा आइफोन 16 प्रो म्याक्स जुन मेरो श्रीमतीलाई सरप्राइज दिन गइरहेको थिएँ त्यसको बारेमा आज फुल भिडियो अनबक्सिङ प्लस विदेशबाट आएको सामान थियो त्यो सबै नै अनबक्सिङ हुँदैछ र अस्तिको सर्ट्स हेरेर धेरैले फुल भिडियो चाहियो भन्नुभएको थियो त्यसैले म आज फेरि फुल भिडियो लिएर आइसकेको छु अन्तिमसम्म हेरेर साथ दिनु होला भने भिडियो मन पऱ्यो भने लाइक र च्यानललाई सब्सक्राइब गर्नु होला र आफूलाई मन परेको एकदम बेस्ट पार्ट चाहिँ कमेन्ट मार्फत राख्न नभुल्नु होला। हेलो साथीहरू, आज हामी क्यानाडाबाट आइपुग्यौँ अनि यो चाहिँ दुबईबाट हो। हामी पहिला क्यानाडाबाट आएको गिफ्ट खोलौँ है त के रहेछ टुङ्के पर्स यस्तो दामी होइन मरुन कलरमा लोसन अनि यो चाहिँ लिप ओइल रहेछ लिप ओइल मैले चाहिँ साथी खासै युज चाहिँ केही गर्दिनँ यो चाहिँ हेयर मास्क रहेछ यो हेयरको लागि हेयर मास्क घडी यो चाहिँ घडी तपाईँको लागि यो चाहिँ यो बाबाको घडी मलाई यस्तो केही लाउन आउनु मलाई थाहै छैन यो फेसको लागि फेस मास्क है मेरो लागि यो चाहिँ त्यही ट्रिटमेन्ट के हो यो त्यो हेयर मास्क के लगाएर लगाउने के हो त्यो यसको काँटा क्युटी काँटा यो नेल पोलिस यो बेबीको सनस्क्रिन तिम्रो लागि माइजूले बेबीको सनस्क्रिन अर्को यो क्युटी काँटा अर्को पनि मेरो लागि ए बेबी फिलिप्सको ब्लेन्डर के अरे यो उसको लागि के भन्छन् त अर्को के हो मलाई त भन्नै आउनु फाउन्डेसनको लागि तर म चाहिँ फाउन्डेसन युज चाहिँ गर्दिनँ है कहिले पनि यो चाहिँ बेबीको नाना वाउ हेर त बेबीको क्युटी नाना माइजूले वाउ टी सर्ट बाबुको लागि क्युट टी सर्ट हेर न वा यस्तो सेट क्युटी नाना अर्को पनि बाबुको लागि नाना हेर त अर्को पनि बाबुको लागि नै नाना छ राम्रो होइन अनि बाबुको लागि अब चाहिँ दुबईदेखि आएको सामान चक्लेट अर्को पनि चक्लेट वाउ भन अर्को पनि चक्लेट कुनाफा हाम्रो फेभरेट चक्लेट किटक्याट वाउ बेबी हेर अर्को पनि कुनाफा उनलाई त चक्लेटकै छ अर्को पनि कुनाफा छ सानी अर्को पनि फेरि कुनाफा अनि स्नेकर्स अनि यो किटक्याट हजुर चक्लेट कति धेरै सानो चक्लेट बाबुलाई त यिनीहरू चक्लेट चक्लेटै चक्लेट छ है छोरो अनि यो काजु यो पनि चक्लेट हो न उता देखाइदिनु अब मेन छ यो गोरखनाथको यो चाहिँ हाम्रो सरजीको आइफोन 16 प्रो म्याक्स ल अनि यो कभर होला हैन यो कभर
चाहिँ चार्जर। फाइनली साथीहरू हामीले सब सामानहरू खोलेर चट्ट होइन यसरी सजाएर राखिसकेका छौँ। ल हेर्नुहोस् सम्पूर्ण सामानहरू यसरी हेर्न सकिन्छ। फोन समेत यसमा छ भने घडी चाहिँ छ, अरू मिठाईहरू कपडा सबै सामान सबै हेरिसकेपछि मैले फेरि फोनसँग भएको सामानहरू लिएर एउटा सेपरेट भिडियो बनाएको थिएँ जुन मेरो श्रीमतीलाई पनि थाहा थिएन। अनि त्यसपछि रियाक्सनहरू के कस्तो आउँछ हेरौँ होइन। यो दिन जाँदैछु, हेरौँ उनले एक्सेप्ट गर्छु, आई होप उनले एक्सेप्ट गरून् होइन। अनि यसको बारेमा अब अनबक्सिङ मेरो प्रियले गर्छन्। हेलो अर्चना, तिमीलाई मेरो तर्फबाट बर्थडे गिफ्ट ल आइफोन। अब पछि हो तर के मैले पहिले मगाएको थिएँ, दाइ आउँदै हुन्थ्यो हेर, पछि पो आउँछ आउँदैन थाहा हुन्न। ल यो लिउ के राख हो, अनबक्सिङ गर। के गर्यो, के रहेछ, कस्तो छ? होइन होइन तिम्रो लागि हजुर एकछिन हाम्रो समझदारी पछि होइन एकदम फकाइ फुलाइ गरेपछि बल्ल उनले अनबक्सिङ गर्न मानेका छन्। साथीहरू यस्तो हुन्छ जब आइफोन किनेर दिँदा पनि एक्सेप्ट नगरेपछि हामी दुइटै मिलेर अनबक्सिङ गर्दैछौँ है त। हामी चाहिँ यो टक्क लाएर खोल्न गइरहेको छौँ। कस्तो लाग्यो त? कलर राम्रो रहेछ टक्क लाएर यस्तोमा आइरहेको छ कलर चाहिँ। यसलाई चाहिँ सिलाउने खोल्दैछौँ टक्क लाएर धेरै राम्रो छ साथीहरू, कलर पनि एकदम दामी छ, सोचेको कलर छ। हेलो साथी, फोनको फाइनल लुक चाहिँ यस्तो राम्रो छ है। ल हेर्न, डेजर टाइटानियम गोल्ड कलरमा रहेको छ। अब हामी यसलाई चाहिँ स्विच अन गर्न जाँदैछौँ, कस्तो हुन्छ हेरौँ है त। वाह कति छिटो खोल्यो। आइफोन अन भयो, एकदम एक्साइटेड भइरहेको छ। सरजीको चाहिँ फाइनली आइफोन आएको छ। यहाँको चाहिँ कुनै टाइम लाग्दैछ। फाइनली साथीहरू फोनहरू खुल्यो होइन। फोन खुलिसकेपछि अब पालो आयो फेस आइडीको। फेस आइडीको बेला हाम्रो चाहिँ एकैछिन होइन, एकैछिन रमाइलो नै भयो। नै मैले चलाउनु भन्छु फेरि पनि, अनि मैले चलाउ भन्छु। यति गर्दा गर्दै बल्ल बल्ल फेरि मानेर अनि अब फेरि हामी फेस आइडीतिर लागिरहेछौँ। यता र उता होइन। यो फोन सर्भाइस दिन पनि गाह्रै रहेछ क्या साथीहरू है। तपाईँकोमा कस्तो हुन्छ, मेरोमा त यस्तो भयो, कमेन्टमा लेख्न नभुल्नु होला है त। त्यसै गरी हामी चाहिँ अब चार्जिङतिरको अनबक्सिङ गर्न गइरहेका छौँ। टाइप सी टु टाइप सी रहेछ राम्रोसँग के भन्छ है, आइफोन जस्तै हुनेछ। चार्जर पनि त्यस्तो हुने हेर्नु, खोल्नु त जान्छु मैले त कहाँबाट होला। कति सानो राम्रो है कि पातल खाले हो, गोलो नै अर्कै कि त्यही चाहन्छ सुन्छु त्यही रहेछ। ल ठिक छ। भयो हामी चार्जमा राख्छौँ साथीहरू। ल हामीले सेटअप पनि गरिसकेछौँ है। ल कस्तो लाग्यो तिमीलाई यो? तिमीले सोचेको थियौ यो तिम्रो लागि होला अथवा मलाई आउला भनेर? क्यामेरा कस्तो आउँछ? पहिले क्यामेरामा जाने हो, टिकटक पनि खोल्ने कि पहिले? तिम्रो एप्पल आइडी त छ त नि यसमा त। चलाऊ तिमीले, तिमीलाई हो कि मलाई छ त, मेरो चलिरहेको छ, यस्तो राम्रो चलिरहेको छ। अहिले राखिहाल, पछि किन्ने गरौँला नि त समय परिस्थिति अनुसार कमाउँदै गएपछि। देखाउ त कस्तो छ, सेट भइसक्यो होइन होइन। तिमीलाई मेरो लागि आउला भन्ने सोच थियो? तपाईँलाई मेरो इच्छाको बारे थाहै छैन, त्यसै मलाई बाबु पनि उठिसकेर यहाँ हेर्नु
त्यस्तो डिस्टर्ब भयो अनि कता कता जाँदैछ म देखाउ कभर देखाउ मलाई त्यही चल्छ कि मलाई चाहिँ भयो भएन तिम्रो यहाँ फोन त आउन यहाँ एक हप्ता दुई हप्ता भइसक्यो तिमीसँग कुरा गर्न पाएको तपाईँलाई नेटमे गर्छु माथि नेटमे गर्छु अझ केलाई चाहिने सामानहरू त्यही पनि यहाँनिर ओ बाबु ओ बेबी ल हेर्नु त फाइनल्ली फोन हातमा भएपछि त स्माइलमै फरक हुँदो रहेछ होइन मुखको चेहरा नै फरक पऱ्यो ल हेर्नु त वाउ आउनु पर्छ यहाँ सबभन्दा पहिला अब हामी तिनजनाकै फर्स्ट सेल्फी लिँदैछौँ है कस्तो छ हेरौँ खुसी हुँदैछन् यो खुसी देख्नु पनि एउटा अर्को खुसी हो कि होइन राम्रो आएको है ल ठिक छ ल बहिनी राख अब अरू अनि अब हेरौँ भिडियो टिकटकहरू पनि राम्रै आउँछन् मलाई भन्नु केही होला नि त कस्तो लाग्यो यो सरप्राइजिङ भयो भएन फेरि त्यति सरप्राइज त भएन है किन भन्दा यो पहिले मगाएको छ भने त थियो नि होइन मेरो लागि भनेर पो थियो तिम्रो लागि भन्ने थिएन होइन त्यसले गर्दाखेरि सरप्राइज त भयो फोन आयो जो भन्ने सरप्राइज भयो होइन तर आफ्नोलाई मलाई भनेर मगाएको बुढालाई भनेर मगाएको बुढा रहेछ भन्ने चाहिँ त्यस विषयमा भयो होला भएको होइन हजुर ए अनि के छ भन्नु त भन केही होला नि त यार यति ठुलो फोन दिँदाखेरि केही पनि भन्नु म त के भन्ने बिर्सेँ अकमक भर्यो कस्तो भयो खुसी लाग्यो कि नै खुसी त लाग्यो मैले बनाउँदाखेरि तपाईँले चाहिँ राम्रो हुन्छ भन्ने लाग्यो के भन्न चाहन्छ आफू श्रीमानलाई धेरै धेरै धन्यवाद के गर्नुपर्छ तर म चाहिँ सबै अल्लाहलाई होइन तिम्रो लागि हो तिम्रो लागि किन भन्दाखेरि तिमीले तिम्रो लागि किन भन्दाखेरि तिमीले नमान्ने हुँदाखेरि नमान्ने हुँदा मैले चाहिँ मेरो लागि किन्छु भनेर तिमीलाई सरप्राइज दिएको ठिक छ ल बाई हजुरलाई भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक र सेयर गरी च्यानललाई सब्सक्राइब गर्ने हामीमा जोड्नु र एकदम राम्रो आफूलाई मन परेको भए कमेन्ट मात्र राख्न नभुल्नु